लेके पो खान्छौँ नाङ्गै आयौँ पृथ्वीमा हे भगवान नाङ्गै हो कोस नाङ्गै सबै जान्छौँ राम जपे पो तरिन्छ जन्मेसी मरिन्छ राम जपे पो तरिन्छ यहाँ चाहिँ लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरे पनि भजनमा सामेल हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ हामी लाइभ भजन गाएर रमाइलो गर्दैछौँ। यो सुपा देउरालीको प्राङ्गणमा छौँ है। ल हेर्नुहोस् है, जय सुपा देउराली माता नि भन्दै गर्नुहोस्। मन्जु गुरुङ पनि हुनुहुन्छ उहाँ हाम्रो। तिम्रा सामु आइयो बुटोलदेखि दुःख काट्दै तिम्रा सामु आइयो सोल्के अरे सुपा माता तिमी थियौ र दर्शन गर्न पाइयो राम जपेर तर्नियो एकचोटि मर्नियो राम जपेर तर्नियो सुपा देउराली माता दिन तिम्रै शरण पर्छौ ऐसा पैसा पैसा छँदै दान धर्म गर्छौ दान गरेर तर्नियो अवश्य मर्नी हो दान गरेर तर्नियो अवश्य मर्ने हो दान गरेर आयो आयो सुपा देउराली माता की जय हो जय जय हो जय जय हो अवश्य मर्नी हो
भजन गाउँदै ए काठमाडौँबाट आयो तिम्रै गाउँको भजन गाउँदै ए परखाँचीका टोली काठमाडौँबाट आए तिम्रै दर्शन गाउँ गर्न आउँदा लाउरे भित्ता लाए अवश्य मरिन्छ अवश्य मरिन्छ भरका भक्तहरू पर्छन् तिम्रै भएर सारा संसारका भक्तहरू सुपा माता एकैचोटि नाच्नु तिमीले रक्षा गर तिमीले रक्षा गर जय। यहाँ चाहिँ हाम्रो छोटो यो टुक्का भजन भन्नेलाई चाहिँ हामी यही समापन गर्नेछौँ। फेरि हामी लाइभमा जोडिनेछौँ। सुपा देउरालीको प्राङ्गणबाट हामी टुक्का भजनलाई चाहिँ यही समापन गर्दै फेरि हामी लाइभमा जोडिनेछौँ। तपाईँहरू अर्घाखाँची बुलेटिन हेर्दै गर्नुहोला। लाइभमा हामी जोडिँदै राख्नेछौँ। हस्त धन्यवाद। जय सुपा देउराली माता।